कस्तो राम्रो ठाउँ छ त्यो गुफा है। पानीको बवाल छैन पर जाऊ न त्यहाँ त जानु त्यहाँ चिसो पानीको त्यस्तो हुन्छ। दाजु यो गुफाको बारेमा केही भनिदिनुहोस् त, म यसपछि त्यहाँ अवलोकन गरेँ। यो हाम्रो परम्परागत परिभाषाले हाम्रो पुर्खाले परिभाषा गरेअनुसार घुम्ने ओडार भन्छ र त्यो ओडारलाई हामीले अहिलेको आधुनिक भाषामा हामी गुफा भन्छौँ। ओडारलाई गुफा भन्ने हामी प्रचलनभित्र जन्मिएका मान्छे हौँ। तर यो वास्तविक रियालिटी हाम्रा पुर्खाले र खस साम्राज्यको भाषा अथवा चाहिँ सिजाबाट उत्पत्ति भएको भाषाले चाहिँ ओडार भन्ने गर्छ। यो ओडारभित्र घुम्ने भन्दा बित्तिकै एक ठाउँबाट छिरेर भित्र अनकान्टा रूपमा चाहिँ घुम्ने प्रकृतिले त्यो हामीलाई उपहार दिएको छ। त्यो टोटल ढुङ्गाकै ढुङ्गा हो। त्यसमा पनि कोही मान्छेले यो मान्छेहरूले त्यो मानव निर्मित होइन, यो फेरि प्रकृतिले अनुपम के अरे यसलाई चाहिँ वरदान दिएको छ हामीलाई। त्यो ओडारभित्र गइसकेपछि त्यसका थरी थरीका गुफा, साना ठुला मजौला खालका गुफाहरू छन्। अनि त्यो गुफाभित्र छिर्ने तलमाथिका हाइटका छन्। त्यो गुफामा घुम्नको निमित्त त्यो ओडार भन्दा बित्तिकै के बुझ्नु पऱ्यो भन्दाखेरि त्यो घुम्ने गुफा हो भनेर कुरा बुझ्नु पऱ्यो। यहाँ घुम्ने गुफा हो यो विशेष गरी। हस्, धन्यवाद। म यो दृश्य तपाईँहरूलाई देखाउँदैछु। म सानो बच्चामा हुर्केको हिमा गाउँपालिका वडा नम्बर 7 हो। यो ठाउँलाई विशेष तपाईँहरूले भिजिट गर्नको लागि फुल अफ रिक्वेस्ट गरेँ। एउटा एकदमै राम्रो ठाउँ। म यसपछिको बिचको दृश्य के रहेछ म तपाईँहरूलाई देखाउँछु है त। ल, यो ठाउँमा स्टार्ट गरेँ मैले, जाँदैछु यो गुफा देखाउनको लागि तपाईँहरूलाई। सायद मलाई लाग्छ रक क्लाइम्बिङ गर्ने डिजाइनको यहाँ ढुङ्गाको उस चाहिँ अवस्थित छ। तर यो चाहिँ हाम्रो घुम्ने गुफा छ। घुम्ने गुफा भनेको घुम्ने ओडार भन्छौँ हामीले चाहिँ सिजाली भाषामा अथवा चाहिँ ठेट भाषामा। एकदम गाह्रो छ भाइ। यहाँ म क्यामेरा बन्द गरेँ। यहाँ एकदम यसरी हिँड्नुपर्छ। ल, म यो देखाउँदैछु गाइज हाम्रो घुम्ने ओडार। किन यसलाई घुम्ने राखिएको भन्ने कुरा गर्नुभयो दाजुहरूले पनि। ल, हेर्नुहोस्, यो गड गिफ्टेड भगवान्ले दिएको यो येल्लो छ, यसमा गोल्डन कलर छ। यसमा केही धार्मिक परम्परा अनुसारले छुट्टै यसको विश्लेषण होला, मैले बुझाउनुलाई पछि। यसलाई किन घुम्ने ओडार राखियो भन्ने कुराको चाहिँ केही अर्थ त दाजुहरूले भनिहाल्नुभयो। सायद यो पूर्वको हलेसी भइदिएको भए पूर्वको महादेवहरू चिन्थे। सायद हलेसीमा म पनि गएको छु। हलेसीमा यही डिजाइन छ, तर चाहिँ के भन्छ भन्दाखेरि त्यसलाई प्रकृतिको अनुपम उपहार भन्छ। हामी चाहिँ यो घुम्ने ओडार भनेको यो ओजेलमा छ, प्रकृतिको ओजेलमा छ अथवा टुरिस्टको पर्खाइमा छ। हेर्नु न, यो भित्रको परिस्थिति कसले त्यो खाडल बनायो होला, प्रकृतिले कसरी चाहिँ बनायो होला, यहाँभित्रका ती के भन्छ ढुङ्गाका कोसाहरू कसरी बन्यो होला, यो प्रकृतिले हामीलाई चाहिँ एउटा उपहार दिएकै हो। त्यस कारणले घुम्नेको मतलब के भन्दा घुम्ने ओडार भन्दा बित्तिकै हामी यहाँबाट घुमेर तलबाट फर्केर फेरि आउँछौँ। हामी यहाँभित्र गुफाभित्र छिर्दैछौँ। यो दृश्य अवलोकन तपाईँहरूले हेर्न सक्नुहुनेछ। मजासँग यो प्रकृतिले यति राम्रो हामीले छिन्द्र बनाइदिएको छ। हामीले त्यहाँ छिर्दै हुनुहुन्छ। महादेव भइदिएको भए सायद पाप दुला भन्ने कुरा गर्छ। त्यहाँ पाप नगरेको मान्छे सजिलै दुला छेछ भन्थे। तर यो त्यो होइन। हामी घुम्ने ओडारभित्र घुमिराखेका छौँ। यो प्रकृतिको हेर्नुहोस्, यहाँ पानी पनि छ मजासँग। पानीले पनि हेर्नुहोस् त गाइस, खाडल बनाइरहेको छ। पानी पनि छकिराखेका छौँ। ल हेर्नुहोस् गाइस, यस्तो छ यहाँ हेर्नु, यत्रो ओडारभित्र। ल, कसरी समथिङ यो भएको होला। म दुलाभित्र छिर्दैछु। सायद मलाई लाग्छ मेरो वेट 93 केजी हो, तर म सजिलैसँग छिर्न सक्छु। किनभने यो हामी जस्ता मान्छेहरूले एडजस्ट गर्नको निमित्त यो गुफा दिएको छ। हेर्नुहोस्, म मजाले छिर्छु। हस्, हेर्दै जाउँ। ती सानो पाल देखिन्छ, एकदम हेभी वेट छ, त्यही पनि सजिलै मजाले आरामले छिर्नुभयो। अब ल विपिन, यता के छ यो यसको बारेमा केही थप कि दाजुले एकदमै राम्रो छ दाइ। यो हाम्रो आध्यात्मिक कुराले गर्दाखेरि हामीले केही ठुला गुफामा जाँदाखेरि हामीले केही पाप कटाउने भन्छौँ। तर हामीले यो प्राकृतिक कारणले गर्दा हामी लोप भए तापनि यसको प्रचुर सम्भावना बोकेको यो क्षेत्रलाई हामी उजागर गर्दै यो पाप पखाल्ने कारणले गर्दा हामी दुलाभित्र हस्, एकदम थ्याङ्क यू। हेर्नु त यति राम्रो भ्यूहरू छ, मोबाइल निस्किँदैछ। तपाईँहरूलाई पुरा देखाउँदाखेरि यसमा फुल अफ इन्ट्रेस्ट छ। अङ्कल, म तपाईँलाई यसको बारेमा केही भन्नु छ हजुरलाई सोधेँ। कतिको खुसी हुनुहुन्छ यो ठाउँमा आउँदाखेरि? यो गुफा प्रवेश गर्दाखेरि निकै खुसीले गदगद भएका छौँ। किन भन्दा यो हामी बाल्यकालदेखि यहाँको गुफाको बारे चिर परिचित छौँ।
र यहाँ हेर्दाखेरि झट्ट ढुङ्गा जस्तो गुफा देखिन्छ तापनि यहाँको अलौकिक तार्किकता छ। त्यो तार्किकतालाई हेर्ने हो भने एकचोटि म तपाईँहरूलाई विशेष भन्न चाहन्छु। यो पूर्वजहरूले घुम्ने गुफाको नाममा नामाकरण गर्दा पनि हामीले विश्लेषण गर्दा हामी यहाँ रमाउँदै गर्दा खेल्दै गर्दा देखेका वास्तविकतालाई हामी चाहिँ चिनाउँदाखेरि यो हेर्नुहोस्, यो पार्वती कक्ष हो, पार्वती गुफा हो। पार्वती गुफाको यो सिनारी छ, तपाईँ हेर्दाखेरि नै चिन्नुहुन्छ। यो एरिया पार्वती कक्ष हो। त्यसै गरी हेर्नुहोस्, यो चाहिँ तपाईँको शिव कक्ष हो। शिवको यो कक्ष पार्वतीको कक्ष र यो भान्साघर तपाईँको अगेनाको पनि निकै सुन्दर छ। यो अगेना हो, यो भान्सा कक्ष हो, त्यो पार्वती कक्ष र यो चाहिँ शिव कक्ष, त्यो भान्सा हो। र यसैभित्र तपाईँले हेर्नुहुन्छ भने यो माथि देखाउँदाखेरि यो देखाउनुहुन्छ भने यहाँ केही मेटेरियलहरू सुरक्षित राख्ने, गरगहना, महत्त्वपूर्ण चिजहरू राख्ने हाम्रो चाहिँ दार जस्तो छ। यहाँ पनि हेर्नुहोस्, यहाँ ओरदेखि परसम्म बाहिर गेट हेर्न सकिने त्यसैले अब अर्को तथ्यलाई हेर्दाखेरि यो पोखरी हो, यहाँ स्नान गर्ने पोखरी हो होइन। यो पोखरी डम्म हुन्छ र शिव पार्वतीको यो हो भने शिव पार्वतीहरूकै तपस्या गर्ने ठाउँ हो। एकचोटि म हजुरहरूलाई देखाउन सक्छु। यो तपस्या गर्ने सेन्टर हो। पार्वती वा शिवले ध्यान मग्न भएर वास्तविकता संसार देखाउने थलो हो। यहाँ तपस्या सेन्टर हो शिव पार्वतीको। भने तपाईँको पानी खाने नाउलो हेर्नुहोस्, यो पानी खाने नाउलो, यहाँबाट पानी बगिरहन्छ। यसै पानीबाट यो चाहिँ हाम्रो तलाउ बनेको छ, शिव पार्वतीको तलाउ बनेको छ। र यो छ यो पुण्य प्राप्त गर्ने भक्तजनहरूले पुण्य प्राप्त गर्ने, यहाँबाट छिरेर तापहरू कष्ट सबै खतम हुन्छन्। र दोस्रो चाहिँ यहाँ अवलोकन गर्ने, बाहिर पुग अनि भुर्चुला जस्ता सुन्दर सुन्दर दृश्यहरू यो बाहिर हेऱ्यो भने देखिन सक्ने भएको कारणले यहाँका थुप्रै यस्ता तर्कहरू निकाल्ने भने वास्तविकता मात्रै छ। त्यसैले हामीले हेर्दै बोल्दै गरेका छौँ। र यो ओझेल पर्नको वास्तविक कारण के हो भने हाम्रो हिमा सरकार जतिपटक आए पनि एकदम यहाँको चाहिँ वस्तुस्थितिसँग, यहाँको यो अलौकिकतासँगको वास्तविकता ज्ञान नभएकै हुन्, कमजोरी भएका हुन्। यहाँ छ घुम्ने वडा छ, पार्वती शिव गुफा छ, हामीले मिडियामा बेला बेला राखेका छौँ र उहाँहरू सिरियस कहिल्यै पनि हुनु भएन। यसका लागि चाहिँ तपाईँहरू यो अलौकिकता तपाईँ हेर्न सक्नुहुन्छ। यहाँका वस्तुस्थिति हामीले यो क्यामेराबाट देखाएको छौँ र तपाईँहरूले पनि भिजिट गर्न नबिर्सनु होला भन्दै म यहाँहरूलाई एकचोटि हाम्रो ठाउँमा पनि पर्यटकीय स्थल छ भनेर ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद। थ्याङ्क यू सो मच काका, तपाईँले एकदमै यो ठाउँको लागि राम्रो भनिदिनु भयो। भने जस्तै मैले नबुझेको कुरा केही कुरा जान्न पाएँ। फेरि पनि यो दृश्य तपाईँहरूलाई देखाउँदैछु। हेर्नुहोस् त गाइज, यो म आफै अचम्मित छु। म सानो बच्चामा हुर्केको यो ठाउँमा यति भित्र आएको थिएन। अहिले मैले यो ठाउँलाई हेर्दै गएँ, यो ठाउँमा घुमेँ, यो ठाउँलाई हेर्दा ओ माई गड म कहाँ थिएँ भन्ने भयो कि। म यो जन्मेको 23 वर्षपछि यो ठाउँमा आउँदैछु। 23 वर्षपछि यो ठाउँमा आउँदाखेरि मलाई यो ठाउँको बारेमा बुझौँ जानौँ भनेर किन मन लाग्यो भने केही अग्रजहरूले चाहिँ यो ठाउँ यति राम्रो हो, यस्तोमा जानुपर्छ, घुम्न जाउँ, एउटा हाम्रो यो धार्मिक परम्परा अनुसारले यो ठाउँ हाम्रो धार्मिक आस्थाको केन्द्र पनि हो भन्ने हिसाबले म यहाँ आएँ। त्यसैको लागि म स्वर्ग र नर्क जाने बाटो कसैले भन्छन् अथवा कसैले धर्म र कर्मको बाटो भन्छन्। सत्य सायद एउटै हो, त्यो मलाई थाहा छैन। सोच्नुहोस् कि दुईवटा मध्ये एउटा हुनसक्छ भनेर म यो द्वारदेखि भित्र छिर्नको लागि मेरो भाइलाई अनुरोध गरेँ। मेरो भाइ जाँदैछन्। वाउ, ल म यसरी नै म पनि यो गुफादेखि निस्किँदैछु। म छिर्न सक्छु कि नै। यहाँ हाम्रो अघि नै भन्नुभयो, हेर्नुहोस् त यो तपस्या गर्ने ठाउँ, यो नाउलो पानी, शिव पार्वती समथिङ मैले भने जस्तै बुझ्न सकेन। म यहाँदेखि निस्किँदैछु गाइस, निस्किन सक्छु कि नै है त। कोसिस गर्दैछु, कोसिस मतलब छिर्दैछु, सजिलै छिर्न सफल भइए। सरी फर द्याट। ल थ्याङ्क यू, धन्यवाद। मैले यहाँनिर आफ्नो भिडियोको अन्त्य गरेँ।